नमस्ते। म आज तपाईहरुको सामु भाद्र 23 र 24 गते भएको जेनजी प्रोटेस्टको छोटो परिचय दिन गइरहेको छु। जेनजी प्रोटेस्टले भाद्र 24 गते नेपाललाई करिब 8 देखि 12 घण्टासम्म शून्यतामा परिवर्तन गर्यो। यहाँ भ्याकुम थियो र जेनजी को हुन् भन्ने कुरो हामीले थाहा पाउनुपर्छ। जेनजी भनेको एउटा समूह हो जसको जन्म 1997 देखि सन् 1997 देखि 2012 सम्म भएको जेनेरेसन हो। अहिले यो 13 देखि 28 वर्ष पुगेको युवा समूह हो र यो समूहको आफ्नो विशेषताहरू छन्। यसका विशेषताहरू के हुन् त भन्दाखेरि यो प्रविधि मैत्री छ, किनभने यो टेक्नोलोजिकल युगमा जन्मिएको छ र यो सामाजिक सञ्जालमा सक्रिय रहन्छ। यो वातावरण मैत्री संरक्षणमा पनि मन पराउँछ। यसले व्यक्तिगत सम्पर्क भन्दा सामाजिक सञ्जालका दूरदराजका साथीहरू यसले निर्माण गर्दछ र यो एक्लै पनि रमाउने गर्छ, किनभने यो धेरै जसो टेक्नोलोजी कम्प्युटर एन्ड्रोइड फोनहरूसँग खेलिराखेको हुन्छ। यसले सामूहिक नेतृत्व मन पराउँछ र यसले साथै यो स्वतन्त्र पनि मन पराउँछ। यो कुनै समयमा बाँधिन पनि त्यति मन पराउँदैन। त्यसैले यसले यो रोजगारीमा पनि यो लचिलो रोजगारी छान्न मन पराउँछ। यो एकै पटक यसले 5 वटा सम्म स्क्रिनहरूसँग खेल्न सक्छ। एकै पटक साथीहरूसँग कुराकानीहरू गर्ने, भ्यूहरू हेर्ने र त्यस्तै आफ्नो कामहरू पनि दिलो ज्यानले गर्ने एउटा समूह हो र यो चाहिँ मायालु पनि हुन्छ। वातावरणलाई यसले रक्षा गर्छ र वातावरण सम्बन्धी यसको आफ्नो चाहिँ मनोभावना हुन्छ, बचाउनु पर्छ भन्ने यसको मनोभावना रहन्छ। यो उद्यमशील हुन्छ, सृजनात्मक बन्छ र नयाँ प्रयोगमा यो इच्छुक रहन्छ र यसले आफू पनि आर्थिक रूपमा पनि स्वतन्त्र हुन खोज्छ। यसले पारदर्शिता र प्रामाणिकता खोज्ने उपभोक्ता हो यो। त्यसैले यसलाई यताउति गर्यो भने यसको मनोभावना बिग्रन्छ। यो स्वाभाविक हो। यो लचिलो हुन्छ, रोजगारमा पनि काम र जीवनको बीचमा सन्तुलन राख्ने यो एउटा समूह हो र यो अहिलेको प्रविधिसँग खेल्ने महत्त्वपूर्ण समूह हो र यसलाई कतै बिग्रियो, कतै यिनीहरूलाई भन्नुस् मनमा ठेस लाग्यो भने यो आगो पनि बन्न सक्ने नेपालको प्रतिरोधले देखाएको छ। अब यसका प्रतिरोधका मुख्य मागहरू के थिए त भन्दाखेरि नेपाल सरकारले गरेको सामाजिक सञ्जालको विरोधमा त्यो प्रतिबन्धलाई खारेज गरोस् भन्ने एउटा महत्त्वपूर्ण माग थियो। त्यसपछि नेपालमा जुन भ्रष्टाचार भइराखेको छ त्यो भ्रष्टाचारको अन्त होस् भन्ने यसले माग राखेको थियो र यसले प्रत्यक्ष निर्वाचित कार्यकारिणी होस् पनि चाहेको थियो। यो प्रजातान्त्रिक र स्वतन्त्र टाइपको मनोभाव भएको समूह पनि हो। प्रतिरोधमा के भयो भन्ने सबैको जिज्ञासा रहन्छ। 23 भाद्रमा 22 जना र 24 भाद्रमा 54 जना गरी जम्मा 76 जनाले यो प्रतिरोधमा ज्यान गुमाएका छन् र सरकारले यसलाई 46 जनालाई शहीदको रूपमा पनि घोषणा गरेको समाचार आएको छ। यो प्रतिरोधमा भएको क्षति एकै दिनमा नेपालभरि जलेको छ। लगभग एकै समयमा 7 वटै प्रदेश जलेका छन् र यसको क्षति 3 खरब भन्दा बढी नेपाली रुपियाँ भएको छ, जुन $2.5 बिलियन जति आउन सक्छ। यसले पुर्याएको मनोवैज्ञानिक क्षति छ। नेपालबाट पुँजी पलायनको खतरा बढिराखेको छ। पुँजी पलायन भएको सङ्केतहरू देखा पर्न लागेका छन्। लगानी गर्न निरुत्साहित भएको छन्। भाटभटेनी, हिल्टन होटल, ह्याज जस्ता संरचना ध्वस्त भएका छन् र त्यति मात्रै होइन, सिंहदरबार त्यस्तै सर्वोच्च अदालत, त्यस्तै गरी यो शीतल निवास जस्ता महत्त्वपूर्ण सांस्कृतिक धरोहर पनि यसबाट ध्वस्त भएका छन् भने पोलिटिकल पार्टीका भवनहरू त्यस्तै घरहरू पनि जलाइएका छन्। अरू अन्य कति जलेको छ भन्नेको क्षतिको विवरण आउन अझै बाँकी नै छ। नेपाल सरकारले सायद त्यो गरिराखेको छ। अब यसमा धन लगानी गरेर कमाउँदा पनि असुरक्षित मनोदशा बढेको छ र नेपालमा लगानी गर्ने वातावरण नभएको लगानीकर्ताहरूले महसुस गरेका छन्।
विदेशी प्रत्यक्ष लगानीमा कमी आउने सङ्केत देखिएको छ र विदेशी लगानीहरू सशङ्कित छन्। नेपालको ब्रान्डिङमा असर परिरहेको छ। पर्यटन क्षेत्र कमजोर बनेर जाने र पर्यटक आगमनमा कमी आउनेछ। भर्खरै यो इकोनोमिक डेभलपमेन्ट हेर्दाखेरि यो 2%को 5% थियो, 2%को हाराहारीमा जाने सम्भावना देखिएको छ। त्यसैले नेपालको यो मनोवैज्ञानिक क्षति पनि नेपालको लागि यो घातक बनेर जाने सम्भावना छ र यसको निर्वाचन पनि कहिले हुन्छ भन्ने जनताले शङ्का गर्न लागिरहेका छन्। अब नेपाली जनताको मनोभाव के छ त भन्दाखेरि साइकोलोजिकल के छ यसको अवस्था भन्दाखेरि के देशव्यापी विध्वंस जेनजीले गरेका हुन्? नेपाली जनताले यसको उत्तर खोजिराखेका छन् र यो स्वतस्फूर्त देखिने प्रतिरोध के एकैपटक आगजनी जस्ता घटना बिना तयारी र लगानी बिना हुन सक्छ? यो नेपाली जनताको मनमा आशंका उठेको छ। नेपालका स्वतन्त्र विद्यार्थीहरू जेएनजी भनेका अहिलेका विद्यार्थीहरू छन्, उनीहरूले केही एकैपटक यस्तो घटनाहरू गराउन सक्छन् भन्ने आशंका नेपाली जनतामा परेको छ। त्यसैले अब यसको यो नकारात्मक पक्ष मात्रै नहेरौँ, यसका सकारात्मक पक्षहरू पनि छन्। नेपालमा नेपाली युवाहरूले राजनीति गर्दैनन्, यिनीहरू राजनीतिदेखि बितिसन्छन् भनेर जुन भाष्य बनेको थियो, यसले त्यो भाष्यलाई तोडेको छ। राजनीतिमा नेपाली युवाहरूको प्रवेश भएको छ र नेपाल बनाउने काँध पनि नेपाली युवाहरूको काँधमा छ, यो सबैले जान्ने कुरा हो। जेनजी फेरि कुनै एउटा स्वतन्त्र युवाहरू मात्रै होइनन्, जेनजीले आफ्नो दर्शन पनि बोकेको हुन्छ। त्यो विश्वव्यापी दर्शनमा यिनीहरूले स्वतन्त्रता खोजिरहेका हुन्छन्। युवाहरूको जोस र पाकाहरूको अनुभवले अब देशको विकासमा सही निर्देश गर्ने आधारहरू तयार भएको छ। जेनजीले बाटो बिराएमा जेनजी अर्को अल्फा अहिले पनि 12 वर्ष 2013देखि 25सम्म जन्मिएको अल्फा जेनेरेसन पनि अगाडि आएको छ। अल्फा जेनेरेसन यो जेनेरेसनभन्दा अति बढी शक्तिशाली देखिन्छ। उसले अटोमेसन या हेर्न चाहिरहेको छ। विश्व अहिले अटोमेसनमा गइराखेको छ। हामी विश्वको अहिले हामी चाहिँ 5औं इन्डस्ट्रियल रेभोल्युसनमा छौँ। 5औं भनेको यसलाई 5.0 पनि भनिन्छ यो रेभोल्युसनलाई भन्दै म यहाँहरूबाट बिदा हुन्छु। नमस्ते, अर्को एपिसोडमा भेटौँला। धन्यवाद।